हेलो गाइस, हामी चाहिँ हिँडिरहेछौँ मोमो खान। हिँडेको यहाँ छ मोमो बनाउने मैदा। यहाँ छ भाले अगाडि, यहाँ छ मोमो खाने भाले। बाटोमा भेटेको भाले टिपेर लैजाउँ भनेको त पक्रिनै सकेन हौ गाइस। अनि आज चाहिँ पानी परेर धरानको मौसम शीतल छ। अनि हामी चाहिँ तल फुपूले मोमो खानु जाउँ भन्दै हुनुहुन्थ्यो र हिँडेको मोमो खान। अनि मेरो छोरी चाहिँ टुकु हिँड्दै थियो कि उसलाई खुट्टा दुख्यो अरे। अनि उसको काकाले बोक्दैछ। मेरो छोरी चाहिँ यस्तो अल्छिनी छ कि हिँड्नु चाहिँ मन गर्छ तर एकछिन हिँड्छ अनि उसलाई बोक्नु पर्ने अरे। अनि हामी चाहिँ आइपुग्यौँ हाम्रो लोकेसनमा, मोमो खाने लोकेसनमा। अनि मेरो छोरा चाहिँ चकचके छ कि खरु भित्र छिरी गयो। हेर्नु न, हतार तलदेखि चाहिँ यहाँ हामीले हेर्दैछ। अनि म चाहिँ मोमो खाने भनेर बोलाउनु भएको थियो कि अनि यहाँ चाहिँ आफैले बनाउनु पर्ने रहेछ। म चाहिँ किमा काट्दैछु, टाक किमा काट्दैछु, नआए पनि काट्दैछु। अनि घरमा आफैले त खाने हो भनेर काट्दैछु। अनि मेरो छोरीले चाहिँ आएर हेर्दैछ कि ठुलो हेर्दैछ। अनि म चाहिँ ट्याक किमा काटेँ। उता फुपूले पिठो मुस्दै हुनुहुन्छ अनि यता दीक्षाले के बन्दाकोपी काट्दैछ। अनि यहाँ केटाकेटीहरू खेल्दैछ। हेर्नु न, मेरो छोरी र उसको फुपू खेल्दैछ। ल हाम्रो मोमो यस्तो भयो। हामी चाहिँ यतिजना भेला भएर मोमो बनाउँदैछौँ। मेरो छोरी चाहिँ हाम गर्ने भन्दैछ, अगाडि नै नपाकी नै खाने भन्दैछ के। अनि सबैभन्दा अगाडि ठुलो मान्छेले खाँदैछ मोमो। उसलाई चाहिँ अगाडि नै चाहिएको अरे कि हाम भन्दै थियो। अनि हामी सबै परिवार मिलेर मोमो खाने प्लान बनाएको थियौँ। अनि पेमाहरू आउनुभएको थियो। हाम्रो मोमो चाहिँ तयार भएर हामी सबै मिलेर खाँदैछौँ। हाम्रो आइपुगेपछि नाच्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच।